यस भिडियो मार्फत हजुरलाई मैले जीमेल एकाउन्ट कसरी बनाउने, जीमेलबाट के हामीले काम गर्न सक्छौँ भन्ने बारेमा जान्नेछौँ। पहिले त हामी क्रोम ब्राउजर या अरू कुनै ब्राउजरमा क्लिक गर्नेछौँ। क्लिक गरिसकेपछि हामी यहाँ लेख्नेछौँ, टाइप गर्नेछौँ। पहिला त गो गर्नेछौँ हामी। हेर्नुहोस्, साइन इन गुगल एकाउन्ट भनेको छ, यसमा क्लिक गर्नेछौँ। क्लिक गरिसकेपछि हामी म पहिले नै एकाउन्ट यसमा लगइन गरेको थिएँ क्रोममा, त्यसैले देखाउँदैछ। म लोगोमा क्लिक गर्नेछु। क्लिक गरिसकेपछि एड एनदर एकाउन्ट भनेको छ, त्यसमा क्लिक गर्नेछु। त्यसमा क्लिक गरिसकेपछि हामी क्रिएट एकाउन्ट भनेको छ, यसमा हामी टच गर्नेछौँ। टच गरिसकेपछि हेर्नुहोस्, फर माइ सेल्फ भनेको छ। आफ्नो लागि बनाउँदै हुनुहुन्छ कि आफ्नो छोराछोरीहरूको लागि बनाउँदै हुनुहुन्छ कि र बिजनेसको लागि बनाउँदै हुनुहुन्छ कि आफै चुज गर्नुहोस्। म आफ्नो लागि गराउन चाहे। अनि यहाँ लेख्नुहोस् आफ्नो फर्स्ट नेम, लास्ट नेम। लास्ट नेम लेखिसकेपछि हजुरले यहाँ लेख्नुहोस् युजर नेम। हजुरले युजर नेम लेखिसकेपछि 3-4 डिजिटको नम्बर लेख्नुहोस्। म चाहिँ 4वटा डिजिटको नम्बर लेख्न चाहे। लेखिसकेपछि हामी यहाँ हेर्नुहोस्, लेखिसकेपछि हामी पासवर्डमा जानेछौँ। पासवर्डमा गएर हामी पासवर्ड म टाइप गर्नेछु। हजुरले 8वटा क्यारेक्टरको हजुरले राख्न सक्नुहुनेछ, नम्बर सिम्बल गरेर 8वटा। हेर्नुहोस् साथीहरू, मैले दुवैतर्फ पासवर्ड राखिसकेँ। आफ्नो पासवर्ड राखिसकेपछि हेर्नुहोस्, सिधै यसलाई चाहनुहुन्छ भने पछि यसले राख्न चाहनुहुन्छ भने चाहिँ सम्झिन चाहनुहुन्छ भने चाहिँ स्क्रिनसट गरेर राख्नुहोस्। स्क्रिनसट गरिसकेपछि हामी नेक्स्टमा क्लिक गर्नेछौँ। नेक्स्टमा क्लिक गरिसकेपछि लोडिङ लिँदैछ। ल हेर्नुहोस् साथीहरू, अब चाहिँ हामीले भेरिफाई गर्नको लागि आफ्नो फोन नम्बर राख्ने भनेको छ। त्यसमा आफ्नो नम्बर राख्नेछौँ। नम्बर मेरो राख्नेछु। ल हेर्नुहोस् साथीहरू, नम्बर आफ्नो राखिसकेँ मैले। राखिसकेपछि म यहाँ नेक्स्टको बटन छ, त्यसमा क्लिक गर्नेछु। क्लिक गरिसकेपछि लोडिङ लिँदैछ। हेर्नुहोस्, लोडिङ लिइरहेको छ। हेर्नुहोस्, भेरिफाईको लागि हामीलाई म्यासेज पठाइसक्यो। माथि हेर्नेछौँ 6470। र हजुरले भेरिफाई कोड कोड चाहिँ मोबाइलमा आइसकेपछि यसमा भेरिफाई गर्नुहोस्। भेरिफाईको बटनमा म क्लिक गर्नेछु। क्लिक गरिसकेपछि यहाँ भनेको छ रिकभरी जिमेल भनेको छ। हजुरले रिकभरी जिमेल राख्न सक्नुहुन्छ। म चाहिँ आफ्नो रिकभरी जिमेल राखिसकेपछि हेर्नुहोस्, आफ्नो डेट कुन डेट हो, हजुर आफ्नो बर्थ डेट राख्न सक्नुहुनेछ। म आफ्नो बर्थ डेट राख्नेछु। बर्थ डेट राखिसकेपछि हजुर यहाँ जेन्डरमा गएर हजुर फिमेल हुनुहुन्छ कि या मेल हुनुहुन्छ कि आफै चुज गर्नुहोस्। म चाहिँ मेल हो। मेलमा क्लिक गर्नेछु। र अन्य हुनुहुन्छ भने अन्य पनि गर्न सक्नुहुन्छ। अनि हामी नेक्स्टमा क्लिक गर्नेछौँ। नेक्स्टमा क्लिक गरिसकेपछि यस आई एम इन भनेको छ, यसमा प्रवेश गर्न चाहन्छु भनेको छ। यस आई एम इन गर्नुहोस्। अनि इन गरिसकेपछि यो टर्म एन्ड कन्डिसन हजुरले एग्री गर्नुहोस्। एग्री गरिसकेपछि हजुर सिधै जिमेलमा लगइन हुनुहुनेछ। ल हेर्नुहोस्, मेरो जिमेल चाहिँ यहाँ लगइन भइहाल्यो। हेर्नुहोस्, लगइन भइहाल्यो। हेर्नुहोस्, यति भइसकेपछि यसबाट हामीले के काम गर्न सक्छौँ त्यसबारेमा बुझ्नेछौँ। हामी पहिला त यसमा जानेछौँ। पहिले
मेसेज पनि गर्न सक्नुहुन्छ, सबै चिज गर्न सक्नुहुन्छ। हजुरले फोटो राख्न चाहनुहुन्छ भने फोटो राख्नुहुनेछ। म आफ्नो फोटो राख्नेछु, यही फोटो नै राखेछु, डन गर्नेछु। अपलोड हुँदैछ। अपलोड भइसकेपछि यहाँ क्रप कति चाहिँ क्रप गर्ने हो त्यसको बारेमा भनेको छु। मलाई यति नै क्रप सही छ। म क्लिक गर्नेछु, सेभ प्रोफाइल भनेको छ है। सेभ प्रोफाइल भनिसकेपछि हाम्रो यहाँ प्रोफाइलमा त्यही फोटो नै देखिनेछ। हेर्नुहोस्, हाम्रो डिटेलहरू यहाँ यसरी राख्न सक्छौँ। यसरी हामी जिमेल एकाउन्ट बनाउन सक्छौँ। प्ले स्टोरमा इन्स्टल गर्नको लागि एपहरू, अनि युट्युबमा चाहिँ हामीले भिडियो डाउनलोड गर्नको लागि प्रयोग गर्न सक्छौँ, र अनि युट्युब च्यानल पनि बनाउन सक्छौँ। केही क्वेसन छ भनेपछि हजुरले मेरो इन्स्टाग्राममा फलो गर्नुहोस्, रोयल चिरञ्जीवी 26 मा फलो गरेर हजुरले कमेन्टहरू गर्न सक्नुहुनेछ। र अनि यस भिडियोमा नयाँ हुनुहुन्छ भनेपछि लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, बेल आइकनलाई दबाइदिनुहोस्, किनकि यस्तै इन्ट्रेस्टिङ भिडियोहरू यस च्यानलमा पाउनुहुनेछ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।